म चाहिँ अहिले पोमिलो बोगटे हन्टिङमा छु अनि हाम्रो सानो फार्ममा चाहिँ यस्तो राम्रो छ नि बोगटेको बोट यति धेरै फलेको छ। आज चाहिँ यसलाई साँधेर खाने। अनि हाम्रो फार्ममा चाहिँ हो यहाँनेर एभोकाडो पनि छ, एभोकाडो पनि फल्दैछ भित्र छ है। यो चाहिँ हाम्रो एभोकाडोको बोट। म चाहिँ अहिले बोगटेको झाङमा आइसकेको छु। यहाँनिर यति धेरै बोगटे छ। अब यहाँनिर छान्ने हो कुन चाहिँ अलिक राम्रो छ त्यही लगेर जाने अनि साँधेर खाने। यति धेरै छ बाख्रोमा, कुन छान्नु कुन छान्नु। मैले चाहिँ दुईटा टिपेर लिएर आएको छु। अब यो दुईटा चाहिँ हामी साँधेर खाने। भयो। म चाहिँ यहाँ अहिले सुन्तला केलाउँदैछु। यो पनि मिक्स गरेर हाल्यो भने चाहिँ मिठो हुन्छ क्या। ओहो मेरो बलै पुगेन, फुटाएको रे, यस्तो भयो। बोगटेमा चाहिँ यो तेलमा मेथी पड्काएर अनि झान्दाखेरि अझ मिठो हुन्छ भन्नुहुन्छ। त्यही भएर त्यसको लागि यहाँ तेल तताउँदै गरेको। अनि यो तेल अलिक तातिसकेपछि चाहिँ मेथी लगाउने। तेल चाहिँ खरियो जस्तो छ, हल्का भाफ आयो। अब यहाँनिर टक्क मेथी सँगसँगै अनि बेसार पनि थोरै लाउने। यहाँ चाहिँ अब तेलहरू झानेर लिएर अब यहाँनिर यहाँ आउनुहोस् क्यामेराम्यान, यहाँ देखाउनुहोस्। वाउ। अब यो सँगसँगै चाहिँ दही लाउने। दही अहिले फेरि अड्काउनुपर्छ, पुगेन भने फेरि लाउनुपर्छ। अनि हामीसँग चाहिँ थोरै यो छोप पनि छ नि त, यो छोप पनि लाउने। अनि अब चिनी त अब हेल्थको लागि राम्रो होइन, र पनि अब मिठो स्वाद बनाउनुको लागि चाहिँ लाउने। अब यसलाई राम्रोसँग मोल्ने। ओहो, अब चाहिँ हाम्रो खानको लागि तयार भयो। ओहो ल खाए ल। ओइ लुगामा झर्यो। यस्तै हुन्छ हौ, के गर्नु, गाह्रो छ हजुर। खाने उयो तितो होला नि दाइ। हाम्रो बिरालोहरूले नि इन्जोय गर्दैछ। सक्यो? या फिनिस्ड। ती पछि यो भुजेले के ठुलो लाग्यो।